नमस्ते आन्योहासेयो सम्पूर्ण विद्यार्थी साथीहरूलाई यस कोरियन स्टडी इन नेपाली युट्युब च्यानलमा म प्रदीप राथोकी हार्दिक स्वागत गर्दछु। आज चाहिँ म इपिएस 2025 को च्याप्टर 3 को 6औं मुनमा लिएर उपस्थित भइसकेको छु। ल आउनुहोस् आजको लेसन सुरु गरौँ। आजको टाइटल रहेको छ हानगुगे थोसी कोरियाको सहर भन्ने रहेको छ। हानगुगएनन भनेको कोरियामा चाहिँ, हानगेए भनेको एउटा, कोरियामा चाहिँ एउटा थुक्प्यलसी विशेष सहर जसको नाम हो सौल वा र हानगेए एउटा थुक्प्यलजाछिसी एउटा विशेष स्वायत्त सहर जसको नाम हो सेजोङ। अनि यसत्के 6वटा ख्वाङयक्सी महानगरपालिका जसको नामहरू रहेको छ इन्छन, थेजन, फुसान, उल्सान, थेगु र ख्वाङजुगा इस्मिदा खङजु चाहिँ रहेका छन्। सौरुन सौल भन्ने ठाउँ चाहिँ हानगुके छ कोरियामा खाजाङ खुन थोसिरो, खाजाङ सबैभन्दा खुन थोसिरो ठुलो सहरको रूपमा, छङछी राजनीति, ख्यङजे अर्थतन्त्र अथवा अर्थव्यवस्था, मुनह्वाए संस्कृतिको, छुङसिम्जी मिदा केन्द्रित स्थान हो। छुब्याने इन्छन नजिकैको, सौल नजिकै रहेको इन्छन भन्ने ठाउँ चाहिँ ख्याङ्गिदो वा हाम्के, ख्याङ्गिदो भन्ने उनीहरूको जो प्रदेश छ त्यो प्रदेशसँगै सुदोगोनुल राजधानी क्षेत्रको रूपमा इरुम्य रहँदै यी छियागिनन यो क्षेत्रमा चाहिँ यो सौल र अनि इन्छन अनि ख्याङ्गिदो क्षेत्रमा चाहिँ ओसिप फसेन्गा नम्नुन 50% भन्दा बढी कट्ने नाग्ने भन्ने हुन्छ। नम्नुन भनेको कट्ने नाग्ने हानगुक सारामदुरी कोरियन मान्छेहरू चाहिँ खजु हामीदा बसोबास गर्छन्। इन्छन भन्ने ठाउँमा चाहिँ, इन्छन भन्ने ठाउँ चाहिँ थेहानमिन्गुगे दक्षिण कोरियाको ख्वानमुनउरोस प्रवेशद्वारको रूपमा इन्छन खुक्चे खोङहाङक्वा इन्छन अन्तर्राष्ट्रिय विमानस्थल र इन्छनहाङी उइछे इन्छन बन्दरगाह चाहिँ अवस्थित छन्। त्यसपछि अर्को प्याराग्राफमा जाउँ। हानप्यन साथै अथवा अर्कोतर्फ सेजोङ थुक्प्यलजाछिसिनन, सेजोङ भन्ने विशेष स्वायत्त सहर चाहिँ इछन सिबिन्यने 2012मा हेङजङ अम्मोरोल प्रशासकीय कार्यालय ह्योयुलजगुरो कुशलतापूर्वक भनेको ह्योयुलजगुरो भनेको कुशलतापूर्वक प्रशासकीय कार्यालय कुशलतापूर्वक सुइहेङहागी उहे सञ्चालन अथवा कार्यान्वयन गर्नको लागि गी उहे भनेको के त को लागि मान्दुरजिन बनाइएको हेङजङ छुङसिप फोखाप्थोसिरो प्रशासनिक सहरको रूपमा ख्योयुक्पु शिक्षा मन्त्रालय, खोयोङ नोदोङबु श्रम मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, थुङ आदि थेबु बुने अधिकांश, छङबु फुछगा अधिकांश सरकारी निकाय भनेको यो छङबु भनेको सरकार, छङबु फुछगा सरकारी निकाय चाहिँ उइचिएसुमिदा अवस्थित छन्। इन्गुनेन नजिकै ख्यङ्बु सन्वा, ख्यन्बु भन्ने चाहिँ ट्रेन लाइन र होनामसनी छिनागान, होनाम भन्ने चाहिँ ट्रेन लाइन चाहिँ त्यहाँबाट पार गर्ने हुँदै जाने ख्योथोङवा सवारी र ख्वाहाके विज्ञानको छुङसिम्जी इन केन्द्रित स्थान रहेको थेजनी सुमिदा नजिकै चाहिँ त्यस्तो सहर छ जस सहरको नाम चाहिँ हो थेजन, थेजन सहर चाहिँ रहेको छ। त्यसपछि अर्को प्याराग्राफमा जाउँ माथि। फुसानुन बुसान चाहिँ हानगुके छ कोरियामा थुबन्चेरो दोस्रो खुन थोसिरो दोस्रो ठुलो सहरको रूपमा सेगेजगिन अन्तर्राष्ट्रिय स्तरको भनेको सेगेजगिन ख्युमोए भनेको अन्तर्राष्ट्रिय स्तरको फुसानहाङी इसुमा बुसान बन्दरगाह छ र आरुमदाउन रमणीय हेब्यनी समुद्री किनारा इस्स भएर अथवा भएकोले मानुन ख्वानग्वाङ गेकदुरी, मानुन धेरै, ख्वानग्वाङ गेकदुरी भनेको धेरै पर्यटकहरूले ठाङमुन हाम्निदा भिजिट गर्छन्। इन्गुनेनन नजिकै, यो बुसानको नजिकै रहेको छादोङछा कार छोसन जहाज निर्माण, छुङहाहाक भारी रसायन विज्ञान सँग सम्बन्धित उद्योग, सानब भनेको उद्योग चाहिँ फाल्तालहान विकास भएको खोङअपथोसी औद्योगिक सहर
उल्सानी उल्सान भन्ने सहर चाहिँ रहेको छ। नेक्स्ट प्याराग्राफ, इवेदो यो बाहेक पनि हानगुगे दक्षिण कोरियाको नामदोक चोगिन दक्षिण पूर्वी तिर रहेको ख्याङसाङदो छिबाग ख्याङसाङदो भन्ने क्षेत्रमा चाहिँ सम्यु सानबे टेक्सटाइल उद्योगको कपडा उद्योगको थोसिइन सहर रहेको थेगुगा इक्को थेगु भन्ने सहर छ र नाम्सचोगे दक्षिण पश्चिमतिरको छल्लादो छिबाङ छल्लादो भन्ने क्षेत्रमा चाहिँ मुन्ह्वावा संस्कृति र यसुरे कलाको थोसिइन सहर रहेको ख्वाङजुगा इसुमिदा ख्वाङजु सहर चाहिँ के त रहेको छ भनेर चाहिँ यसरी चाहिँ कोरियाको सहरहरूको बारेमा भनेको छ। यसलाई मैले एकपल्ट फेरि सरर भन्ने सुन्नुहोस् हेर्नुहोस्। हाङ्गुकेनन कोरियामा चाहिँ हानगे एउटा थुक्पेल्सी एउटा विशेष सहर जसको नाम हो सौल वा हानगे एउटा थुक्पेल जासेसी विशेष स्वायत्त सहर जसको नाम सेजोङ यसतके 6वटा ख्वाङयक्सी महानगरपालिका जसको नामहरू रहेको छ इन्सन थेजन फुसान उल्सान थेगु ख्वाङजुगा सुमिदा चाहिँ छन्। सौरुन हानगुके छ। सौल भन्ने ठाउँ चाहिँ कोरियामा खाजाङ खुन्थोसिरो सबैभन्दा ठुलो सहरको रूपमा छङछी राजनीति ख्याङ्जे अर्थतन्त्र मुन्हाए छङसिमजी संस्कृतिको चाहिँ केन्द्रित स्थान इम्निदा हो। छुब्याने इन्छन नजिकै चाहिँ इन्छन ख्याङ्गिदो वा हाम्के ख्याङ्गिदो सँगसँगै सुदोगोनुल इरुमे राजधानी क्षेत्रको रूपमा रहँदै यी छियागिनन् यो क्षेत्रमा चाहिँ ओसिफसेनगा नम्नन भनेको 50% भन्दा बढी घट्ने हानगुक सारामदोरी कोरियन मान्छेहरू चाहिँ खजुहाम्निदा बसोबास गर्छन्। इन्छन भन्ने ठाउँ चाहिँ थ्याहानमिन्गुगे दक्षिण कोरियाको ख्वानमुन उरोस प्रवेशद्वारको रूपमा इन्छन खक्चे खोङहाङ्वा इन्छन अन्तर्राष्ट्रिय विमानस्थल र इन्छनहाङ्गी इन्छन बन्दरगाह चाहिँ उइछिए सुम्निदा अवस्थित रहेका छन्। ल त्यसपछि अर्को प्याराग्राफमा जाउँ। हानफ्यन साथै अर्कोतर्फ सेजोङ थुक्पेल जाछिसिनन सेजोङ विशेष स्वायत्त सहर चाहिँ 2012मा हेङजाङ अम्मोरोल प्रशासकीय कार्यालय हेयुल जगुरो कुशलतापूर्वक सुयङ हागी उये सञ्चालन अथवा कार्यान्वयन गर्नको लागि मान्दुरजिन बनाइएको हेङजाङ छङसिप पखाप्थोसिरो प्रशासकीय केन्द्रित सहरको रूपमा खेयुक्पो शिक्षा मन्त्रालय खोयङ नोदोङबो श्रम तथा रोजगार मन्त्रालय थुङ आदि थेबुबुने अधिकांश छङ्बु फुच्छका अधिकांश सरकारी निकायहरू उइछिए सुम्निदा अवस्थित रहेका छन्। इनगुनेनन नजिकै ख्याङ्बु सन्वा नजिकै ख्याङ्बु भन्ने ट्रेन लाइन र होनाम भन्ने ट्रेन लाइन चाहिँ छिनागानन पार भएर जाने खेथोङक्वा यातायात र ख्वाहाके विज्ञानको छुङसिम्जी इन केन्द्रित स्थान रहेको थेजनी थेजन सहर चाहिँ रहेको छ। ल त्यसपछि अर्को प्याराग्राफमा जाउँ। बुसान भन्ने ठाउँ चाहिँ हानगुके स कोरियामा थुबन्चेरो दोस्रो ठुलो खुन्थोसिरो ठुलो सहरको रूपमा सेकेजगिन ख्युमोए अन्तर्राष्ट्रिय स्तरको फुसानहाङ्गी सुम्य बुसान बन्दरगाह छ र आरुङदाउन हेभेनी स रमणीय समुद्री किनारा भएर मानुन ख्वानवाङ गेकदुरी धेरै पर्यटकहरूले थाङमुन हाम्निदा भिजिट गर्छन् अथवा भ्रमण गर्छन्। इनगुनेनन नजिकै चाहिँ छादोङछा कार छोसन जहाज निर्माण छुङमाहाक सानबी भनेको भारी रसायनसँग सम्बन्धित उद्योगहरू फाल्तालहान विकास भएको खोङअपथोसी औद्योगिक सहर उल्सानी उल्सान चाहिँ रहेको छ। नेक्स्ट प्याराग्राफमा जाउँ। इवेदो यो बाहेक पनि हानगुके नामदोङ चोगिन कोरियाको चाहिँ दक्षिण पूर्वीतिर चाहिँ रहेको ख्याङसाङदो छिबागेनन ख्याङसाङदो क्षेत्रमा चाहिँ सम्यु सानबे टेक्सटाइल उद्योगको थोसिइन सहर रहेको थेगुगा इक्कु थेगु भन्ने सहर छ र नाम्सचोगे दक्षिण पश्चिमतिरको छल्लादो छिबागेनन छल्लादो प्रान्तमा चाहिँ मुन्हावा संस्कृति र यसुरे भनेको चाहिँ कलाको चाहिँ थोसिइन सहर रहेको ख्वाङजुगा स्मिदा ख्वाङजु भन्ने सहर चाहिँ रहेको छ भनेर चाहिँ भनेको छ। ल आजको लेसन यहीँ पुरा भएको छ। आगामी दिनहरूमा यस्तै किसिमका भिडियोहरू हेर्नको लागि यस च्यानललाई यदि सब्सक्राइब गर्न
भुल्नुभएको छ अथवा सब्सक्राइब गर्नुभएको छैन भने यस्तै इपिएससँग सम्बन्धित विविध किसिमका विषयहरू हेर्नको लागि सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, फलो गर्नुहोला र केही कुराहरू छन् भने कृपया कमेन्ट पनि गर्नुहोला भनेर अनुरोध गर्दै आजको यस बसाइबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।